दर्शक बेन्चमा यो नवरात्रको 9औं दिन आज 2082 असोज महिनाको 15 गते आज नवमीको तिथि अक्टोबरको आज 2 तारिक धेरैजनाको यो विसर्जनको शुभ मुहूर्त के हो भनेर प्रश्न आएको हुनाले विसर्जनको शुभ मुहूर्त भनेपछि 2082 असोजको 16 गते अक्टोबर 2 तारिकको दिन पर्ने भएको छ, जो 11औं दिन भनेर बुझिन्छ। यो यसपालि 11औं दिन भनेर हामीले बुझ्छौँ र यो बिहीबारको दिन पर्छ, गुरुबार। अब यसको विधि विधान भनेपछि हामीले ठ्याक्कै बिहानको 9:23 विसर्जनको साइत छ। नदी तलाउमा अहिलेसम्मको जति पूजन सामग्रीहरू हामीले राख्दै गरेछौँ प्रतिपदादेखि अहिलेसम्मको, त्यो सम्पूर्णलाई हामी सेलाउनुपर्छ र हामीले विधिगत हामी सबै सामग्रीहरू तयार पार्दै सबै परिवार स्नान गर्ने बिहान टिकाको साइतमा र सामग्री ठिक पार्ने दियो कलश गणेश जुन हामी पहिलेदेखि नै राखेको हुन्छौँ। यदि राखेको छैनौँ भने हामी टिकाको लागि त्यो तयारी गर्नुपर्छ र पूर्व फर्केर हामी आफ्नो बायाँतिरबाट दियो कलश र गणेशलाई अक्षतामा विराजमान गराउने, त्यस पछाडि चन्दन धूप अक्षत नैवेद्य सम्पूर्णलाई हामी दक्षिणासहित तयार गर्ने, मूल ढोकामा राख्ने अनि कलश पनि मूल ढोकामा दुवै साइडमा राख्नुपर्छ। विधिवत पूजा गर्नुपर्छ सङ्कल्पसहित अनि स्वस्ति वाचन गर्दा श्री गणेशाय नमः को हामी उच्चारण गर्नुपर्छ। ओम दीपनारायण नमः भन्दै दीपको पूजन गर्नुपर्छ। ओम कलशस्य सर्वदेवताभ्यो नमः भनेर कलशको पूजन गर्ने, त्यसपछि थालमा ओम लेख्ने अनि ओम अपरिजातीय नमः त्यस्तै। त्यस पछाडि हामी ओम सिद्धिदात्रीयै कृपाय नमः, ओम उमादेवीयै नमः, सर्वदेवीयै नमः भन्दै पहिलो कपडामा अक्षता धागोले बाँधेर त्यसपछि क्षमा प्रार्थना गर्ने, चन्दन आदि सम्पूर्ण अक्षता लगाउने, अर्घ दही दूध फलसहित सम्पूर्ण अर्घ तयार गरेर हामी त्यो भोग लगाउने कार्यहरू गर्नुपर्छ र प्रतिमालाई सबभन्दा पहिले हामी हलाउने। त्यस पछाडि यदि हामी प्रत्येक वर्ष प्रतिमा यदि सेलाउने कार्य